हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल सिके भिन्स। सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। म अहिले अर्घाखाँचीमा छु। अर्घाखाँची मेरो जन्म गाउँमा छु। एकदम धेरै राम्रो छ यो अर्घाखाँची। यसै त राम्रो ठाउँ है। त्यो माथि हाम्रो मन्दिर भनेको यत्तिकै दामी छ है। यहाँतिर चाहिँ यहाँ हाम्रो गाउँतिर पानी आइरहेको थियो। अहिले चाहिँ पानी बिदो भएपछि छक्क खुलेको मौसम छ गाइज। सो आज मैले हजुरहरूलाई देखाउन गइरहेको छु मेरो गाउँ नजिकैदेखि देखिने भ्यूहरू, गाउँमा रहेको छिमेकमा रहेको सबै कुराको म जानकारी दिनेछु है त। ल, यो चाहिँ मेरो घर भयो। म चाहिँ घरको अगाडि बारीमा छु। म यहाँदेखि सर एकपटक खिच्छु, त्यस पछाडि उता साइडमा अझै राम्रो आउँछ, उहाँदेखि देखाउँछु है त। त्यो अगाडिको चाहिँ अर्घाखाँचीकै सबैभन्दा अग्लो चुचुरा है त्यो चाहिँ। अनि पल्लो चाहिँ हाम्रो अङ्कलको घर हो। अनि यो चाहिँ हाम्रो घर भइहाल्यो। अनि त्यहाँ भैँसीहरू पनि छन् हाम्रो घरमा। अनि यता साइडमा बाटो, ऊ त्यो चाहिँ बाटो हो है, मोटर बाटो, जिपहरू चल्छ, राम्रो छ। ऊ त्यो अगाडि देखिएको डाँडाहरू पछाडि चाहिँ कपिलवस्तु हो, सिधै कपिलवस्तु पर्छ है। अनि म चाहिँ जाँदैछु अहिले घरतिर। यहाँ चाहिँ हाम्रो भैँसीहरू छन् दुईवटा, एउटा ठुलो भैँसी छ, एउटा चाहिँ पाडी छ सानो। अनि यता साइडमा यो दाउराहरू राख्नको लागि कटेरो छ, भैँसीको पराल घाँसहरू पनि त्यहाँ राख्नुहुन्छ। हाम्रोमा मौरी पनि छ है, मौरीको धोन्द्रो हो यो चाहिँ, हाम्रो गाउँतिर धोन्द्रो भन्छ। घार मौरी पनि छ यसमा। अनि हाम्रो यो बारीको साइडमा कागती छ, कागती पनि फल्दैछ। आँप पनि छ, यो चाहिँ आँप है। त्यसपछि घरको डिलमा चाहिँ यो सिमी फल्दैछ, भर्खर फुल्दैछ। यो हाम्रो बारी भयो। म चाहिँ अब थोरै मेरो घरको अलि साइडमा गएर राम्रो भ्यू आउँछ त्यहाँनिर, म त्यो लिन्छु है त। कस्तो लाग्छ कमेन्ट गर्नु होला गाइज। ल हेर्नुहोस् है। यो चाहिँ हाम्रो अङ्कलको घर हो। म यहाँ पनि बसेर जान्छु यतिदेखि। बाख्रो बिहा रहेछ भर्खर। म चाहिँ अब साथीहरू घरतिर हिँडेको है। अगाडि गाडी आउँदैछ। ल, दाइको गाडी पनि आयो है। अब चाहिँ म घरतिर चल्दिएको। सबैजनाले लाइक, सेयर